हामी कहाँ संस्थानहरू डिसफङ्सनल भएका धेरै उदाहरणहरू छन् र व्यक्तित्वको टकरावदेखि लिएर यी विषयहरू पनि प्रधानताका साथ आउने भयो हुनाले यसमा चाहिँ आजसम्म सार्वजनिक संस्थाहरूमा सापेक्षिक रूपले अब्बल मानिएको राष्ट्र बैङ्कमा हामीले धेरै चलाउनुहुन्छ जस्तो लाग्दैन। 2012 सालको ऐन एकैचोटि 58मा आएर हामीले संशोधन गरेका छौँ। 46 वर्षसम्म एउटा स्थिरता दियो। त्यसैले यसलाई धेरै चलिरहेको हामीले एउटा स्थापित ट्राजेक्टरीमा चलेको संस्थालाई धेरै गिजोल्न खोज्यौँ भने यसले नकारात्मक असर ल्याउँछ जस्तो मलाई लाग्छ। त्यसैले कम्तीमा पनि एकजना सहित 7 जना को चाहिँ यो सदस्य सामर्थ्य यो ठिकै हुन्छ जस्तो लाग्छ। र अघि कुरा आइसकेको छ दफा 106 नेपाल सरकारले प्रत्यक्ष निर्देशन दिन सक्ने बुँदा हामीले हटायौँ भने यसमा त्यो इन्टरफेरेन्सका कुराहरू पनि चाहिँ जान्छन् नै। त्यस मानेमा अर्थ सचिवको उपस्थिति चाहिँ झन अनिवार्य हुन जान्छ। र नेपाल जस्तो देशमा फिस्कल र मोनेटरी पोलिसी एकदमै एउटै रथको दुईटा पाङ्ग्रा सरी जानुपर्ने हुन्छ। अर्थ मन्त्रालयले बढी फिस्कल पोलिसीमा ध्यान दिइरहेको हुन्छ, राष्ट्र बैङ्कले मोनेटरी पोलिसीलाई हेर्छ। यद्यपि हाम्रो जस्तो देशमा फेरि भारतसँगको हाम्रो मुद्राको पेगले गर्दा इत्यादि त्यो कम्प्लिटली स्वायत्त मौद्रिक नीति पनि छैन हैन। इन्फ्लेसनमै पनि धेरै सेन्ट्रल ब्याङ्कको विकसित मुलुकहरूमा एउटै मकसद इन्फ्लेसनलाई एउटा वाञ्छित सीमाभित्र राख्ने भन्ने हुन्छ। विश्वविद्यालयको प्राध्यापक वा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको कार्यकारी तहको यो पनि टाइट छ। अब यो वास्तवमा अन्तर्राष्ट्रिय संस्था भने हामीले हेर्ने वर्ल्ड ब्याङ्क, एसियन डेभलपमेन्ट ब्याङ्क, युनाइटेड नेसन्स, त्यसका श्रेणीहरू हेऱ्यौँ भने केलाई कार्यकारी मान्ने? वर्ल्ड ब्याङ्कको हेड नै भयो भने त प्रेसिडेन्टै ल्याउनु पर्यो, त्यो त असम्भव छ। तर वर्ल्ड ब्याङ्कमा अब लिड इकोनोमिस्ट, प्रिन्सिपल इकोनोमिस्ट, एडभाइजरी भूमिका भनेको त्यो एकदम वरिष्ठ पदहरू हुन्। त्यहाँ पुग्नु भनेकै ठुलो कुरो हो। त्यतिको मान्छेलाई हामीले ठाउँ दिनुपर्ने। युएनमा पनि P5 सम्म नमानेर D1 र D2 लाई कार्यकारी पद अलिकति सिनियर गर्यौँ भने त्यहाँ त्यसरी एन्टरटेन गर्न सकिन्छ। त्यसैले यसमा चाहिँ अलिकति मेबी सभापतिज्यूले थप बहस चलाएर रेस्ट्रिक्टिभ भन्दा अलिकति खुला हुनु पर्यो र मिसरिप्रेजेन्ट हुने गरेर चाहिँ राख्नु भएन। अन्तर्राष्ट्रिय वित्तीय संस्थाको कार्यकारी तह, अब अन्तर्राष्ट्रिय वित्तीय संस्था भनेपछि UN एक्सक्लुड हुन सक्छ यसमा हैन। अब युनिडो, UNCDF, UNDP लाई वित्तीय संस्था मान्ने कि नमान्ने? विकास संस्था हुन्। तर यसरी टाइट चाहिँ नगरौँ भन्ने नै छ। वित्तीय संस्थाको कार्यकारी तहको पद, अब कार्यकारीको त्यो डिफाइन गर्नु पर्यो। ठ्याक्कै टप नै हो कि वा सो सरहको पदमा भनेको छ। अब सो सरहमा फेरि भेग भयो हैन। अब यसमा अलिकति खुलै राखिदिने हो भने अब आर्थिक क्षेत्रमा अथवा उद्यम क्षेत्रमा लब्ध प्रतिष्ठित भन्ने चलन छ अन्यमा, वा अब यो चाहिँ ख्याति प्राप्त, लब्ध प्रतिष्ठित अथवा ख्याति प्राप्त भन्यो। अब तर त्यो सब्जेक्टिभ भइदियो हैन। कुनै सरकारलाई अब फलानु मलाई एकदमै ख्याति प्राप्त लाग्छ भन्ने हो, तर लोक लाजका डरले अलिकति चाहिँ सीमित हुनुपर्ने हुनसक्छ। तर यसमा अलिकति यो चाहिँ खुकुलो गर्दा हुन्छ जस्तो चाहिँ लाग्छ भनेपछि स्पष्टीकरण हटाइयो होइन यसमा चाहिँ।